साइप्रस आउनलाई चाहिँ के काममा आउँदा राम्रो हुन्छ र के कामहरू छ, कुन कुन डिमान्डहरू आउँछ भनेर म तपाईँहरूलाई भन्छु है त। मेन भनेको घरको काम भइहाल्यो। घरको काममा एकदमै धेरै अहिले आइराख्नु भएको छ र प्लस होटेल लाइनमा पनि धेरै आउनुभएको छ र डिमान्डहरू पनि एकदम राम्रो राम्रो आइरहेको छ। प्लस हजुरहरूले बारिस्टाहरू सिक्नुभएको छ भने पनि एकदमै राम्रो हुन्छ र एग्रिकल्चरमा पनि छ, सबै कुरामा छ। अझै मैले हजुरहरूलाई नम्बर दिएको छु, त्यहाँनिर बुझ्दाखेरि झन् एभ्रिथिङ डिटेल्समा भनिदिनुहुन्छ होइन। अनि त्यसपछि जुन घरको काममा आइराख्नु भएको छ तपाईँहरूसँग के अरे त्यो सिलाइ कटिङहरूको स्किलहरू छ भने झनै राम्रो हो। तपाईँहरूले एक्स्ट्रा पैसा कमाउनु पाउनुहुन्छ है। कुनै ठाउँ अलिकति घरको मान्छेहरू राम्रो पर्यो भने, यो चाहिँ मैले घरको कामको लागि भन्दैछु है। घरको काममा गर्दाखेरि अलिकति कतै जाने टाइम मिल्यो यताउता भयो भने झनै राम्रो हुन्छ। अनि त्यसपछि एजको कुरा गरिराख्नु भएको थियो धेरैजना सिस्टरहरूले। 20 वर्षभन्दा माथि 29-30 वर्षसम्मको सिस्टरहरूले चाहिँ अब हामीले जस्तै घरमा बेबीहरू हेर्ने, घरहरू मात्रै सफा गर्ने, फ्यामिलीमा मात्रै हुन्छ, राम्रो हुन्छ है। अनि त्यसपछि 30 वर्षभन्दा माथिको दिदीहरूले, मैले दिदी नै भने, दिदीहरूले चाहिँ बाजे बोजूहरूको लागि गर्दाखेरि एकदम राम्रो हुन्छ। किनभने अब उहाँहरू अलिकति परिपक्व भइसक्नु भएको पनि हुन्छ नि त। अनि त्यसपछि बाजे बोजूहरू चाहिँ कोही चाहिँ व्हिलचेयरमै हुन्छ, कसैलाई चाहिँ सुताउनु उठाउनै पर्छ, नुहाइदिनुदेखि एभ्रिथिङ गर्नुपर्छ कि त्यो कामहरू चाहिँ। अब काम चाहिँ फेरि यो गर्दिनँ त्यो गर्दिनँ भनेर चाहिँ हुन्न, सबै गर्नुपर्छ। र हामी यो बेबीहरू हेर्न आउने मान्छेहरूलाई पनि एकदमै गाह्रो छ। फेरि के भन्छ है, हाँस भनेको बेला हाँस्न पर्यो, बोल भनेको बेला बोल्न पर्यो, त्यो हो। अनि त्यसपछि मैले अर्को कुरा के भन्न लाथेँ भने बिर्सेँ क्या फेरि। होटेल लाइनमा आउनको लागि चाहिँ उमेर चाहिँ 20 वर्षभन्दा माथिको मान्छेहरू पनि आइराख्नु भएको छ, मेरो साथीहरू पनि। र 20 वर्षभन्दा माथिको केटा केटी सबैजना आउन पाइन्छ। राम्रोसँगले बुझेर आउनु होला। वेलकम छ हजुरहरूलाई।